यस्ता छन् नवगठित विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालयले गर्ने कामहरू। विज्ञान प्रविधि सम्बन्धी नीति, कानुन, मापदण्ड। दोस्रो नम्बरमा छ वैज्ञानिक अन्तरिक्ष विज्ञान र खगोल विज्ञान सम्बन्धी अध्ययन तथा अनुसन्धान। तेस्रो नम्बरमा छ विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रवर्धन र विकास। चौथो काममा छ विज्ञान प्रविधि विषयक तथ्याङ्क सङ्कलन, प्रशोधन र सर्वेक्षणको मापदण्ड। पाँचौँ नम्बरमा छ पारमाणिक प्रविधि, रेडियोधर्मी पदार्थहरूको गुणस्तर तथा उपयोग सम्बन्धी तथ्याङ्क प्रणालीको स्थापना, व्यवस्थापन र नियमन। छैटौँ काममा छ जैविक तथा पारमाणिक प्रविधिको उपभोग तथा प्रवर्धन, नियन्त्रण र नियमन। सातौँ काममा छ ओजन अध्ययन, सौर विकिरण मापन तथा सूचना प्रवाह। आठौँमा छ वैज्ञानिक उपकरण, क्यालिब्रेसन तथा प्रमाणीकरण। नौमा छ रासायनिक पदार्थको उपयोग तथा प्रवर्धन, नियन्त्रण र नियमन। दशौँमा छ पारमाणिक पदार्थ व्यवहारिक स्रोतहरूको खोज तथा पुनर्लाभ र व्यवस्थापन। 11मा छ आणविक ऊर्जा सम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन। 12 नम्बरमा छ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय विधि विज्ञान प्रतिष्ठान, प्लानेटोरियम, वेधशाला र विज्ञान सङ्ग्रहालय। नवप्रवर्धन। 13मा छ नवप्रवर्धन सम्बन्धी नीति, कानुन, योजना, अनुसन्धान, प्रविधि। 14मा छ वस्तु तथा सेवा प्रक्रिया प्रविधि, डिजाइनको विकास, सुधार, प्रयोग। 15मा छ उद्योग, व्यवसाय र समाजका विविध क्षेत्रमा औद्योगिक विकासका नवीन अवधारणाहरू। इन्डस्ट्री 4.0, इन्डस्ट्री 5.0 को अध्ययन, अनुसन्धान तथा उपयोग। 16मा छ मन्त्रालय सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय। 17मा छ मन्त्रालय सम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदि सञ्चालन र नियमन।